विदेशको ठाउँमा आएर नेपालको झन्डा बोकेर हिँड्न पाउँदा पनि एकदमै खुसी लाग्ने रहेछ। हिजो चाहिँ एउटा सानो प्रोग्राममा जान पाएको थियौँ हामी चाहिँ। नेपालको ड्रेस लगाएर नेपाली भएर नेपालको झन्डा बोकेर हिँड्न पायौँ। यहाँ चाहिँ बच्चाहरूले आफ्नो ड्रइङ गरेको देखाउँदै थिए। खास गरी स्ट्रबेरी प्रोग्राम भएको भएर स्ट्रबेरीको ड्रइङ गराएर सबलाई देखाउँदै थिए। यहाँ बच्चाहरू हाय भन्दै बस्छन्, बाटो बाटोमा चिचाउँदैछन् कुन कुन कन्ट्रीको झन्डा छ भन्दै हेर्दै हाय गर्दै बस्दै गरेथे। त्यहाँ गयौँ, नेपालको महोत्सव जस्तै थियो, कन्सर्ट जस्तै प्रोग्राम थियो। त्यहाँ गयौँ, नेपाललाई रिप्रेजेन्ट गऱ्यौँ, एकदम खुसी लाग्यो। त्यसपछि घर आयौँ। यहाँ चाहिँ यति एजेड त्यो आमाहरू जस्तै हुनुहुन्थ्यो, तर बेली डान्सरहरू उहाँ चाहिँ। यति हो, बाई।